गुड मर्निङ गाइस, वेलकम ब्याक टु अनदर ब्रान्ड न्यू भ्लग। आजको भ्लग चाहिँ म स्टार्ट गर्दैछु बिहान बिहानै दुध तताउँदै। तर यो दुध तताउँदा के काण्डमा यसलाई लाग्नुपर्छ ए कत्रो बेला आएको यो बल्ल खक्यो। यति व्यस्त छ कि हाम्रो परेल भाइ मोबाइलमा यहाँ दुधै उमालिदियो। पोखिएको थाहा पाएँ। ल धेरै दिनपछि भ्लग बनाउँदैछु म। अब नर्भस पनि हुँदो रहेछ यार। पहिले त मजा लाग्थ्यो यार, अहिले त कस्तो कस्तो। तर म बनाउँछु है, अबदेखि भिडियो आउँछ युट्युबमा साथीहरू। आउँछ अब युट्युबमा भिडियो आउँछ, तपाईँले रेगुलर हेर्न सक्नुहुनेछ। यो म एकदम कन्सिस्टेन्सी द बिगेस्ट की अफ लाइफ। कन्सिस्टेन्सी द बिगेस्ट की अफ लाइफ भने त्यो सूत्र कहाँ गयो भन्ने म भित्र आफै भित्र खोजिरहेको छु क्या होइन। त्यो भएको हुनाले गर्दा अब चाहिँ डेली चिया पकान। अब यहाँ बल्ल दुध तात्दैछ हाम्रो। आज चाहिँ स्याटरडे शनिबार। मम्मीहरू सब बजार जानुभयो, बाउ म भाइ, हामी 3 बाउ छोरा घरमा छ। आगो बाल्नु के हो यो जाँदैन आज बजार। अनि यहाँ चाहिँ अब दुध तात्दैछ। दुध तातिसके पश्चात चाहिँ हामी के गर्छौँ भने मैले भर्खर आफ्नै हातले अर्ग्यानिक दुहेर आएको दुध भैँसीको। अब तरकारी पनि पाकिसकेको छ फेरि यहाँनिर होइन। अनि दुध तात्छ, दुध तातिसकेपछि खाने, चिया पकाएर। अनि चिया पकान जान छिटो। पजल भाइ चिया पकाउँछ, चिया खान्छौँ अनि म तपाईँलाई भेट्छु ल। अनि अर्को कुरा, आजको भ्लग चाहिँ नयाँ दिन, नयाँ सुरुवात, नयाँ बिहान, नयाँ ऊर्जा, नयाँ जोस जागरको साथै अर्को चाहिँ के कुरा भन्न चाहन्छु भने म तपाईँहरूलाई आजको भ्लग चाहिँ किन कसरी स्टार्ट हुँदैछ भने अर्को नयाँ देश भनौँ न, नयाँ देश भन्दा नि नयाँ एउटा राष्ट्र विकासको नयाँ सरकार, जनताको सरकार, जनादेश प्राप्त सरकार, बालेन्द्र सरकार, लोकतन्त्रको सरकार भन्छ त्यो त। अनि त्यो भएको हुनाले आज भ्लग स्टार्ट भएछ। अनि के छ गाइज, अहिलेको राजनैतिक परिप्रेक्ष्यको कुरा गर्ने हो भने एकदमै यो बुझेर पनि सकिँदैन, नबुझी पनि हुँदैन, त्यो किसिमको छ। कुनै पनि व्यक्तिले अझै समाचार हेरेर मन नपराउने व्यक्तिहरू पनि अहिले समाचार एकदम ध्यान दिएर सुनिरहेको अवस्था छ। हाम्रो माननीय गृहमन्त्री श्री सुधन गुरुङ माननीय ज्यूको फेरि 8 7.77 8 10 आएको आइछ। ह्याट्रिक, विकेट यति जा पक्रियो भन्ने मान्छेको एकदम यो एउटा के भन्छ त्यसलाई, यो आलोचना प्रत्यालोचना साथै यो समर्थन जनाउने कुराहरू पनि मान्छेको कमेन्टदेखि लिएर मिडिया ट्रायलदेखि लिएर सबै कुराहरू भइरहेछ। कोही भाइरल भनेका छन्, मिडिया ट्रायल भएका छन्। के छ हौ अहिलेको समय त गाइज, बवाल छ। यो अहिलेको इन्टरटेनमेन्ट हेर्नुभन्दा यो राजनैतिक परिप्रेक्ष्य हेऱ्यो भने मान्छे एकदम इन्टरटेनिङ हुने, समाचार सुन्दै रमाइलो लाग्ने, समाचारै नाच्ने हुन्छ नि, हो त्यस्तो किसिमको अहिलेको माहौल बनाएको छ राजनीतिक परिप्रेक्ष्यमा। तपाईँहरूलाई के कस्तो लागिरहेछ कमेन्ट गर्नु होला। हाम्रो पदल भाइ चिया पकाउँदैछ। अब चिया खाएर हामी के गर्छौँ, काम गर्छौँ गाइस। भगै बनाउनु बिर्सिसक्यो यार, टेन्सन छ हौ। कति बज्यो भने अहिले अघि चिया खाँदा बनाउँला भन्दै थियो त, भएर त 9:14 गइसकेको अवस्था छ। केही देखेन होला, ठिक छ, खाएर केही छैन। अनि अर्को कुरा भनेको हाम्रो घरमा यस्तै छ साथीहरू। के छ के बक्का हेर्ने हो गाइस, बक्का हेर्ने हो गाइस, बक्का हेर्ने हो, बक्का हेर्ने भयो हेर्नु गाइस, बक्का हेर्ने हो। बक्का ए बक्का, यो बक्का है साथीहरू, बक्का हो यो बक्का, बक्का देख्नु गाइस बक्का। सुन्तला सक्यो, अघि एउटा थियो खाइदियो मैले, ठिक छ। यस्तै छ, रमाइलो छ जिन्दगानी। फेसबुकतिर पनि फलो गरिराख्नु होला। फेसबुक पनि मोनिटाइज भएको छ। अरू खुसीको कुरा त्यहाँ पनि हल्का फुल्का डलर कमाइँदैछ भनौँ न। त्यही अब युट्युबबाट पनि मोनिटाइज त भएको छ। कहिले हो $100 कहिले पुऱ्याउने यार। अलि राम्रो भ्युज आए त पुग्थ्यो आफै। ल ठिक छ। यहाँ छ वाइवाई ब्रान्ड, यहाँ छ गोलमोल ब्रान्ड। अनि यस्ता अनुहारहरू हेर्न सक्नुहुन्छ। 1 अनुहार, 2 अनुहार, 3 अनुहार, यसले टाउको देखायो, 4 अनुहार, 5 अनुहार। अर्को दिपक यहाँ 6 अनुहार मिलेर चाहिँ आज हामी जानेछौँ। हाम्रो यो के भन्छ, गर्मीलाई चाहिँ अलिकति च्यालेन्ज, अनुहार चाहिँ मेरो गर्मीलाई च्यालेन्ज दिनको लागि गएको। अब हेरौँ, गर्मी बवाल छ। सो त्यही भएर जानेछौँ हामी चाहिँ टक्कै 1 2 3 4 5 जना। यो चाहिँ हाम्रो पुरानो साथी सँगै पढेको त भाइहरू भइहाल्यो है त साथीहरू। गाइस यो चाहिँ एकदम जुग पुरानो पार्टी हो। त्यो भए आज भ्लग हालिदिएको क्या। त्यो गाइस यहाँ हामी चाहिँ सिरा खोला जाएको थियौँ। तर हामी कस्तो दिनमा आइएछ भने फेरि आजै उता दाउँतिर एकजना मान्छे मरेर खोला ल्याउँदै रहेछन्। हामी यतिजना छौँ। अनि अझै एकजना मान्छे चाहिँ मरेर खोला चाहिँ ल्याउँदै रहेछ। शङ्ख बजेको छ, सुन्न सक्नुहुन्छ तपाईँहरूले, सुनिन्छ अलिअलि। अब त्यो
हामी पौडी खेल्ने दहभन्दा माथि लग्यो भने चाहिँ फेरि आज हाम्रो पौडी खेला हुँदैन। घाट चाहिँ दुईवटा खसेर खोलामा, एउटा भनेको रोडमा घाट त यो बाटो हिँड्नुहुन्छ यतातिर हुनुहुन्छ थाहा छ। अरू भनेको अलिकति तलतिर तल अलिक तल। अब हेरौँ कता ल्याउँछन् होइन। हामी खेल्ने दहभन्दा तल लग्यो भने चाहिँ हामी मजाले आज पौडी खेल्छौँ भन्ने हाम्रो प्लानिङ छ। यस्तो घना जङ्गल छ। यो चाहिँ भवेखु चिसापाखा सामुदायिक वन उपभोक्ता समितिको यो भवेखु चिसापाखा सामुदायिक वन भन्छ यसलाई चाहिँ। भबाट भक्नीले बेबाट बेदगारी फुबाट के खुदुर्के चिसापा चिबाट के चिमलकारी थाबाट के पाखीबास त्यस्तै त्यस्तै के हो मलाई थाहा भएन होइन। त्यस्तै त्यो चाहिँ भवेखु चिसापाखा सामुदायिक वन। तर यो बाटो चाहिँ अस्ति हामी यहाँ यही बाटो हुँदै माथि यो मैले भिडियो हालेको थिएँ फेसबुकमा, तपाईँलाई थाहा छ होला। यो के भन्थ्यो के पार्टी भन्थ्यो हो त पार्टी हुँदै गएको त्यो बाटो चाहिँ राम्रै थियो उतापट्टि। तर यता चाहिँ यस्तो छ फेरि यतापट्टि अलिक व्यवस्थित भएन, व्यवस्थापन भएन। उता दावातिरको मान्छेले चाहिँ त्यो बाटो एकदम अब खन्ने ओर्ने कामहरू गर्नु हुँदो रहेछ होइन। यतातिर चाहिँ यो वर्ष 2 वर्ष भयो होला खासै यो बाटो अब रोडहरूले गर्दाखेरि। यी बाटो एकदम मूल बाटो है साथीहरू, यो पहिलेको मूल बाटो हो। रोडले सवारी साधनले गर्दाखेरि मान्छेहरू हिँड्न छोड्यो, त्यो हुनाले गर्दाखेरि यस्तो भयो। अब यो विश्वको यो आक्रान्त अवस्था देखेर विश्वगत रूपमा यो विश्वगत यो लडाइँ वार झगडाले गर्दाखेरि चाहिँ यो अर्थतन्त्र डामाडोल भएको अवस्थामा चाहिँ अब फेरि अब यो बाटोहरू पुनः सञ्चालन हुन सक्ने सम्भावना त देखिरहेको छ। किनभने पेट्रोल डिजलको भाउहरू एकदम ज्यादा महँगो भइरहेको छ। त्यो हुनाले गर्दाखेरि मान्छेहरू अटोहरूमा नि हिँड्न छोड्छन् जस्तो लाग्दैछ। अनि यस्तो छ यहाँ हामी एकदम आउँथ्यौँ क्या बाटो सफा गर्ने यिनीहरू काट्ने गर्ने। यो चाहिँ पुल ल साथी हो जाउँ एकछिन झम्मा हानु आउँ। जाडो भयो गाइस, त्यही भएर हामीले चाहिँ यहाँ आगो बालेको छौँ गइरहेको छ। लास्टै जाडो केटाहरूको त निचे दिखाऊ निचे दिखाऊ सबको अनुहार मात्रै है साथीहरू। अनि आगो तलतिर हेर्नु हुँदैन। अनि यता हेर्नु जाडो हुँदैछ ठिक छ। आगो बल्दैछ अझै खेल्दै हन्। हामी चाहिँ खेलिसक्यो साथीहरू, म चाहिँ खेलेँ मुढामा खेल्ने जोर केटाहरू। आइ जाडो भएर यार फोन भएको 2 बज्यो। अब चाहिँ हामी घर निक्लेको है त। यस्तो छ सेरा खोला। फाइनली साथीहरू अहिले चाहिँ म घर आइसकेको अवस्था छ। हाम्रो बबिया बसिराख्नु भएको छ। सो हम मम के गुस्से में क्या बात है ना, गुस्से में गुस्से देखो गुस्सा ओ गुस्सा हो गया रे बाबा। थ्याङ्क्स फर वाचिङ। राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। दिनैभरि लड्खेर डुलेको त मल बोकेर काम गर्नु पर्दैन त, अँध्यारो पनि ठाउँ तयार गर्नु पर्दैन।